माछाहरू आफ्नै दुनियाँमा रमाइरहेका छन् अनि म आफ्नै दुनियाँमा रमाइरहेको छु। हेलो हेलो एभ्रिवान, दर्शक नमस्ते। आयो हजुर सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै ठिकठाक छु। आज चाहिँ भगवती कालन थाली नक्कल पारेर राम्री हुँदैछ त भन्नुहुन्छ होला। आज चाहिँ म बाहिर जाँदैछु, काम परेको हुनाले सामानहरू लिन नि छ अनि यस्तो घुमेर नि आउने भनेर म चाहिँ रेडी हुँदैछु। अनि म चाहिँ कौन बेग लगेर जाने त भनेर हेर्दैछु। सानो बेग लगेर त भएन, सामान लिनलाई ठुलो बेग चाहिन्छ भनेर अनि म चाहिँ ठुलो बेग लगेर नानी र म चाहिँ छौँ। भाउजू चाहिँ आफ्नो काममा हुनुहुन्छ अनि हामी चाहिँ काम सकेर उठेर नास्ता खान जाने भनेर हामी चाहिँ नास्ता खाँदै छौँ गाइजहरू। अनि यताउता हेर्दा हेर्न कति राम्रो डेकोरेसन हो कि। अनि हामी चाहिँ नास्ता खाँदै छौँ, चाउमिन पिज्जा खाँदैछु। भाउजूले हेरि कस्तो छ भन्नु त भन्नुहुन्छ अनि मैले ठिकै छ मिठै छ भन्छु। मिठो त मिठो थियो हेर्नु गाइजहरू, एकदमै मिठो थियो। तर मलाई चाहिँ यो धेरै नै भयो कि खान मन लाग्छ अनि खाना बस्यो अनि 2-3 चम्चा खाएपछि मलाई फेरि भइहाल्छ कि जे पनि त्यही हो। अनि म चाहिँ खाँदैछु, त्यही पनि खान सक्छु कि भन्न के सकौँ।